नमस्ते, वेलकम ब्याक टु माई च्यानल। धेरै लामो समयपछि फेरि एउटा भिडियो लिएर आइसकेको छु तपाईँको सामु। हेरेर प्रतिक्रिया दिनु होला। र अहिले चाहिँ बिहानको मर्निङ भ्यू हो। घाम उदाइसकेको छ है, टक्क आएर। अनि म चाहिँ कहाँबाट आएको भने म चाहिँ नाइट क्याम्पबाट आएको। अब गएर चाहिँ अहिले त्यस्तै लगभग 7 बजिसकेको छ। रुममा गएपछि नसुतिकन डाइरेक्ट त्यहीबाट म गएको जान्छु अब। अनि गएको गएर आएर लगभग 12-1 बज्छ होला। त्यसपछि चाहिँ बल्ल सुत्ने। यस्तै छ। अब चाहिँ मैले छोटो छोटो भिडियो निरन्तर रूपमा हाल्ने सोचिरहेको छु। अब चाहिँ आइडियालाई ग्रो बनाउने सोचिरहेको छ है। सो सबैले साथ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला। तपाईँ पनि गर्नु, म पनि गर्छु, त्यही हो अर्थको भन्नु है। म चाहिँ अहिले गल्लीमा छु। त्यो चाहिँ हाम्रो नेपाली पसल छ। आज कस्तो बवाल देखिरहेछ हो। यो चाहिँ पुरानो घर जापानको। भएर है कसले हो यस्तो गरेको? बियर खाएर यहाँ राखिदिएर बवाल देखिरहेछ हो, बवाल देखिरहेछ। देख्न सक्नुहुन्छ हाम्रो नेपालको झन्डा छ। जापानमा चाहिँ यो पुरानो होइन, आफ्नो चलनदेखि चलिआएको र पुरानो धेरै पुरानो लगभग धेरै वर्ष पुरानो मन्दिरहरू चाहिँ होइन यसरी चाहिँ जोगाएर राखिरहेको छ। सही चलन कि पहिला दरबार बन्दी होला नि त। अनि त्यसपछि यहाँ चाहिँ उ छ, यसपछि अर्गनाइज छ। हेर्न सक्नुहुन्छ टक्क लगाएर। नाइस भ्यू चाहिँ के बवाल देखिरहेको आज भने म्याक। कुटिली कोसा है क्या भिडियो गराउनै दिँदैन यार। गाडी ल्याएर कति हिँड्छ यार गाडी? बिस्तारै होइन, स्टार्ट बन्द गरेर हिँड्नु हुन्छ होइन गाडी चाहिँ। सिटी बस हो कि काठबाट कस्तो बबाल बनाइरहेको कि सबै काठ हो कि सब काठ। अनि भे यो त देखिन्थेन, आज कहाँबाट देखिरहेको? काटेको के हो? घाम उदाइरहेको छ। म यता उदाइरहेको छु एक्लै। जीवनमा एक्लै भयो, साथीहरू धेरै धेरै। जापान भनेर आइयो, जापानले देखाइदियो 12। जापानले देखाइदियो 12। भिरठी अल्छी लाग्छ हो। यस्तो छ फेरि निन्द्रा भन्ने चिज यस्तो छ है। हिजोसम्म गएको बिदा थियो नि त, त्यति बेलासम्म चाहिँ निन्द्रै लाग्दैन कि। आज गएको जाने टाइम छ, यति निन्द्रा लाग्छ कि पुरै छोड्यो नि। यस्तो रिस उठ्छ नि होइन। आँखाको दिल्ली छ नि, दिल्ली निन्द्रा घुमिरहेको कि
एउटा मस्त कफी खाने, त्यसपछि चाहिँ मस्त लगाएर पढ्ने, अनि आउने खानासाना पकाउने खाने, अनि मस्त लगाएर फेरि सुत्ने, अनि बिहान उठ्ने, गएको जाने, आउने, काम गर्ने। यस्तै छ जिन्दगी हाम्रो, मेरो यस्तै चलिरहेको छ। अनि जापान आउनु चाहिँ अहिले नयाँ नयाँ आउनु थाल्नुभयो नि, मलाई चाहिँ यसरी साँच्छु कि फोन उहाँले चाहिँ जापान आउँछु होइन, मोज गर्छु, मस्ती गर्छु, आनन्दलाई चिलो भएर जिन्दगी रिल्याक्स भएर बिताउँछ भने चाहिँ नसोच्नु होला होइन। धेरै गाह्रो छ जापानमा, 1 वर्ष चाहिँ चिल हुन्छ होइन, किनकि गएको फी तिर्नु पर्दैन नि त। जब गएको फी तिर्नु पर्छ तब चाहिँ एकदमै दिमाग खराब हुन्छ कि होइन, मन मिलाएर काममा जानुपर्छ कि। अनि पढाइहरू त्यस्तै हुन्छ, पढ्ने मान्छे त पढ्छ होइन, तर नपढ्ने मान्छेलाई चाहिँ गाह्रो पर्छ। अनि त्यही हो, अझ के भनौँ, आउनु, मैले पनि दुःख गरेको छु, तपाईँले पनि गर्नु, बराबरी हुन्छ। किन म एक्लै दुःख पाउने, तपाईँहरूले पनि पाउनु नआएको। त्यही भएर जापान चाहिँ म नआऊ भन्दैन, जापान चाहिँ आऊ भन्छु म, आऊ आऊ दुःख खाऊ, आऊ बिहान पनि नसुता, बेलुका पनि नसुता, आऊ आऊ नसुन। यो गल्लीबाट लगभग त्यहाँ यो मान्छे हिँडेको नि, साइकल आयो नि, त्यहाँसम्म जानलाई यति गाह्रो लाग्छ नि, यति गाह्रो लाग्छ होइन, यस्तो अल्छी लाग्छ होइन, पुरै छोडाउँ। यो गल्ली छ नि, यो गल्ली जताततै गाडी हो कि। म त्यो मान्छे आएको छ नि त्यहाँबाट, उहाँ अर्को मान्छे हो नि त्यहाँसम्म चाहिँ कति 44 गाडी छन् कि अस्ति गनेको मात्रै, अरू चाहिँ त्यस्तै हो, टाइम पास हुने होला। मेरो आयो, अब घुम्न जान्छु, एकछिन बस्छु अनि घरको जान्छु। सुत्यो भने त उठ्न सक्दिनँ, फेरि कुरो समस्या त्यो छ, गएको न त्यस गसी फेरि झन् दिमाग खराब हुन्छ। गाडी के यस्तो बवाल छ नि, यो बक्सर होइन यार, गाडीको नाम थाहा भने के हो यो। म चाहिँ रुममा आएँ भर्खरै। सो गाइस, आज नेक्स्ट डे होइन, म चाहिँ कामको लागि दौडेर आएको छु। अर्को नाइट काम चाहिँ छैन आज मेरो, लगभग अर्को 2 नम्बरको काम चाहिँ सुरुवात भइरहेको है, त्यसको लागि भेटाउन दौडिरहेको छु। गाह्रो छ, 2 बजीबाट काम छ, अहिले 1:15 भइसकिरहेको छ, भेटाउँछ। तर यो खुट्टाखेरि यति दुखी छ नि, यो वाला चाहिँ यति दुखी छ नि, खोला पानी आउला जस्तो गरिरहेको छ यार। बेलुका फर्किन आयो टेन्सन हुन्छ यार, साथै साथै गेले फेरि यार गाह्रो गर्नु साथै यार। भेटौँला त्यही काममा। आयो मेरो ट्रेन, यो चाहिँ ट्रेन चाहिँ जान्दा म, यो चाहिँ अर्कोवाला सबले एक्सप्रेसवाला, म चाहिँ लिमिटेडमा जान्छु।
म चाहिँ यहाँ चाहिँ म्याप खोजिरहेको छु है। लिमिटेड कति भयो 26 भयो। अब 4 जस्तै 5 मिनट जति कुरो अहिले चाहिँ एकस्तरी नै बसौँ है गाइज। गाइस म चाहिँ भर्खर आइसकेँ है काममा। कम्पिटिसनमा आइसकेँ। सो अब आजलाई यति भेटौँला अर्को भिडियोमा। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नबिर्सिनु होला। बाई म चाहिँ आइसकेँ काममा। ओके बाई।